नमस्कार। नेपाली राजदूतावास कोलम्पुर मलेसियाको साप्ताहिक लाइभ कार्यक्रम फेसबुकमा हजुर सबैलाई स्वागत छ। मेरो नाम विकी अधिकारी, सहायक जनसम्पर्क अधिकृत। आज हजुरहरूसँग जोडिएको छु फेरि। आजको लाइभ कार्यक्रम सुरु गर्नु अघि सदा झै हामीले तपाईँहरूलाई एम्बेसीको इन्फर्मेसन जानकारीबाट सुरु गर्नेछौँ, जस्तो एड्रेस, व्हाट्सएप नम्बरहरू। एम्बेसीको एड्रेस हाम्रो 90 नम्बर 63 जला अम्पाङ, पोस्ट कोड 50450 कोलालम्पुर रहेको छ। एम्बेसीको भवनको नाम विस्मा प्याराडाइज। हाम्रो यो विस्मा प्याराडाइज भवनमा एम्बेसीको 4वटा तल्ला छन्। लेभल 1, 2 जसमा पासपोर्टको कार्यहरू हुन्छ, फोटो खिच्ने, बिल तिर्ने। त्यसपछि 3मा श्रमिकको लेबर गुनासो हैन, श्रमिक गुनासोहरू र एटेस्टेसनको काम हुन्छ, र लेभल 9। अनि हाम्रो विभागको अहिले हरेक विभागको एम्बेसीको हरेक विभागको आफ्नो व्हाट्सएप नम्बर बनाइएको छ। पहिला जस्तो एउटै नम्बर व्हाट्सएपमा चाहिँ सबैको नम्बरलाई सबै एटेन्डेन्ट नगर्न सकेकोले हामीले पासपोर्ट रिलेटेड इन्क्वायरी हैन, पासपोर्ट सम्बन्धी, कन्सुलर सम्बन्धी जानकारीको लागि नम्बर, जेल डिटेन्सनको लागि छुट्टै नम्बर, श्रमिकको समस्याको लागि छुट्टै नम्बर, र मृत्यु र कम्पेन्सेसन क्षतिपूर्तिको लागि छुट्टै नम्बर छ। यो सबै जानकारीहरू मैले यही हाम्रो व्हाट्सएप यो लाइभको चाहिँ कमेन्टमा चाहिँ पिन गरिदिएको छु। हजुरले त्यहाँबाट कपी गरेर राख्न सक्नुहुन्छ, सेभ गरेर राख्नु होला सबै नम्बरहरू। व्हाट्सएपको नम्बरहरूमा सिधै तपाईँले चाहिँ व्हाट्सएपमा फोन उठेन भने व्हाट्सएपमा चाहिँ तपाईँहरूले आफ्नो मेसेजहरू छोड्नु होला हैन। तपाईँहरूलाई परेको समस्याहरूको बारेमा तपाईँहरूलाई हामी रिप्लाई दिनेछौँ। त्यस्तै गरिकन एम्बेसीले भर्खरै एउटा अपडेट गरेको छ हैन, हाम्रो फेसबुक पेजमा तपाईँले हेर्न सक्नुहुनेछ। फेसबुक पेजमा चाहिँ अब हाम्रो पासपोर्ट सम्बन्धी पासपोर्ट अस्ति 29 मेसम्म बनाउन दिनुभएका हैन सम्पूर्ण राजधानी आवेदनहरू चाहिँ आइसकेको छ एम्बेसीमा। आफ्नो नाम चेक गरेर एम्बेसीको पेजमा एउटा लिङ्क छ हैन, searchpassportname.blogspot.com भनेर एउटा वेबसाइट छ। त्यो वेबसाइटमा आफ्नो नाम, पुरा नाम हाल्नुहोस्। यदि तपाईँको नाम त्यहाँ देखियो भने पासपोर्ट आइसकेको छ एम्बेसीमा, लिन आउनु होला। म यो वेबसाइटको इन्फर्मेसन पनि यहाँ पिन गरिदिन्छु। तपाईँको नाम यदि वेबसाइटमा देखियो भने पासपोर्ट आइसकेको छ एम्बेसीमा, लिन आउन सक्नुहुनेछ तपाईँहरूले। ल, मैले यसमा पिन गर्दैछु, र पासपोर्ट विभागको नम्बर पनि मैले यसैमा पिन गरिदिएको छु। लाइभ कार्यक्रम अगाडि बढाउनु अघि अब सधैँ आइरहने जस्तो तपाईँहरूको कमन कमेन्टहरू अब बाट सुरुवात गर्छौँ। मलेसिया खुलेको छ छैन होला भन्ने यो एकदम सधैँ सोधिरहने प्रश्नहरू हुन्छ हैन। मलेसिया खुलिसकेको छ, मलेसियामा मान्छेहरू आइरहेछन्। सेक्युरिटी सेक्टरमा मान्छेहरू आउन थालिसकेका छन्। त्यसै गरिकन अरू सेक्टरको पनि कामहरू, एटेस्टेसनहरू भइरहेको छ। फ्याक्ट्री वर्कर बाहेक चाहिँ अरू सबै सेक्टरमा कामहरू भइरहेको छ सर। किरातहाङ गगनजीले लेख्नु भएको रहेछ, सेक्युरिटीको तलब बढेन सर। सेक्युरिटीको तलब बढेन हजुर, यो एकदम कम्प्लेन हामीले बारम्बार पाएको छौँ, र यसअघि पनि हामीले सबैको कम्प्लेनको लागि एउटा पोर्टल बनाएको थियौँ। त्यो पोर्टलमा आएको जति कम्पनीको कम्प्लेन थियो, लगभग 300 जति कम्पनीहरूको हामीले नाम लिस्ट, यहाँको केडिएन भन्छ हैन, यहाँको गृह मन्त्रालय जसले तपाईँहरूको सेक्युरिटी सेक्टर हेर्छ त्यसमा पठाइसकेका छौँ इमेल गरेर सबै कम्पनीहरूको नाम। कोडेनी साइलाजी लेख्नुभएको छ, अनलाइन फर्म भएन, वेबसाइट किन खोल्नु मान्दैन सर, आजकल कि बन्द छ सिस्टम भनेर लेख्नु भएको छ। अनलाइन फर्म भइरहेछ सर, अनलाइन फर्म भइरहेछ। अस्ति एक समस्या थियो,
अहिले अनलाइन फर्ममा इस्यु छैन सर। कर्ण सिन्जुलीजीले लेख्नुभएको छ सबैको पैसा बढ्यो हाम्रो बढेन, रिङ्गेट 200 बढाउँदैन किन यसको होला, यसको लागि हामीले यो पठाइसकेका छौँ। तपाईँको यदि कम्प्लेन यदि तपाईँले गर्नुभएको थिएन भने हाम्रो लेबरको नम्बरमा चाहिँ तपाईँको डिटेलहरू पठाउनु होला होइन। तपाईँले डिटेल पठाउँदाखेरि चाहिँ तपाईँको पासपोर्टको कपी, भिसा कपी, अनि तपाईँको पुरानो स्यालेरी जस्तो 2025को जनवरीमा, फेब्रुअरीमा र अहिले मे जुनमा यदि स्यालेरी बढेको छैन भने जनवरी फेब्रुअरीमा यदि 2200 2400 कति आउँछ भने मार्चदेखि चाहिँ त्यसमा 200 थपेर आउनुपर्ने हो। त्यो भएन भने त्यसको त्यहाँबाट त्यत्तिकै एउटा प्रमाण जस्तो हुन्छ। त्यही भएर तपाईँहरूले स्यालेरी स्लिप या ब्याङ्कमा आएको पैसाको फोटोहरू खिचेपछि त्यहाँबाट हामीले त्यो यो प्रमाण चाहिँ कम्पनीले दिन सक्छ किन बढेन के भनेर चाहिँ हामीले कुरा गर्न सक्छौँ। त्यसको लागि चाहिँ तपाईँले हाम्रो श्रमको हटलाइनमा चाहिँ यो स्यालेरी नबढेको इस्युको कम्प्लेन गर्न सक्नुहुनेछ। विकास शाह हलुवाईले भन्नुभएको छ फ्याक्ट्री सेक्सनमा खोलेको हो सर। फ्याक्ट्री म्यानुफ्याक्चरिङ सेक्टर बाहेक अरू कुनैमा सबैमा चाहिँ ओके छ होइन। यो फ्याक्ट्री सेक्टरमा चाहिँ खोलेको छैन अहिलेसम्म। राज तामाङलोजीले भन्नुभएको छ सर जोहोरमा पासपोर्ट रिन्यू टोली कहिले आउनुहुन्छ? सर जोहोरमा चाहिँ अस्ति भर्खर हाम्रो एम्बेसी टोली गरेर आउनुभएको छ। अब पुनः फेरि अर्को प्रोग्राम केही महिनापछि फेरि हुनेछ। अहिले त्यसको बारेमा जानकारी छैन सर। विसन गुरुङजीले लेख्नु भएको छ 13 वर्षभन्दा बढी पाउँछ कि नाइ सर? 13 वर्ष म्याक्सिमम हो है। कुनै विदेशीले 10 वर्षसम्म नर्मल भिसा लाग्छ। त्यसपछि 3 वर्षको लागि प्रत्येक वर्ष 6500 लेबी तिरेर चाहिँ बस्नु मिल्छ, त्यो पनि स्पेसल एप्रुभलमा होइन। र त्यो 13 वर्ष सकिसकेपछि 14-15मा लाग्दैन। त्यो यदि तपाईँको कम्पनीले तपाईँलाई अब लगाउन चाहन्छ भने तपाईँले 13 वर्षपछि भिसा क्यान्सल गरेर चेकआउट मेमो निकालेर नेपाल जाने र फेरि त्यही कम्पनीले यदि उनीहरूको कोटा छ भने फेरि त्यही कम्पनीमा आउनु मिल्छ भिसा नयाँ भिसाबाट। साहानी नागेश्वरजीले भन्नुभएको छ सर नमस्कार, भिसा आफैले लगाउनु मिल्छ कि नाइ सर? कति खर्च लाग्छ? भिसा आफैले लगाउनु मिल्दैन सर। भिसा भनेको कम्पनीले नै लगाउने हो। साजन मोक्तानजीले भन्नुभएको छ छोरी मान्छेको लागि खोलेको छ कि छैन होला सर? छोरी मान्छेको लागि नर्मली यहाँ फ्याक्ट्री सेक्टरमा मात्रै अनुमति छ र फ्याक्ट्री सेक्टर अहिले खोलेको छैन है। सुनिल घतानीजी मैले अघि भनिसकेँ 13 सालपछि भिसा लाग्दैन सर। राईजङ राई सर यो इलिगल घर फिर्तीमा घर जानलाई के गर्नुपर्छ सर बुझाइदिनु। हो एकदम राम्रो प्रश्न सोध्नुभयो तपाईँले। अहिले हालचालै तपाईँलाई पनि थाहा छ होइन, मे महिनाको 19 तारिकदेखि 2026 अप्रिल 30 तारिकसम्म लगभग 11 महिनाको लागि चाहिँ मलेसिया सरकारले पूर्ण घर फिर्ती कार्यक्रम खोलेको छ। PRM 2.0 भनेर जुन अस्ति मार्च महिनामा सकेको थियो र त्योभन्दा पहिला 31 डिसेम्बर 2024मा सकेको थियो। नियम सबै त्यही हो है। योपालि के अलि फरक छ भनेपछि अब घर फिर्ती कार्यक्रममा एपोइन्टमेन्ट पाएन भनेर धेरै गुनासो हामीले पनि पठाएका थियौँ र त्यही अनुसारले सरकारले अहिले चाहिँ एपोइन्टमेन्ट सिस्टम छैन। अहिले एपोइन्टमेन्ट सिस्टम नगइकन सिधै वक इन बनाएको छ। मतलब जो पनि घर जान चाहने हुनुहुन्छ बिना कागजको होइन, अवैधानिकहरू उहाँहरूले सिधै आफ्नो डकुमेन्ट बनाएर चाहिँ जस्तो अब पासपोर्ट छ भने पासपोर्ट नभएकोले ट्राभल डकुमेन्ट बनाउन सक्नुहुन्छ दूतावासमा आएर। त्यो डकुमेन्ट लिएर सिधै इमिग्रेसन जाने। 520 रिङ्गेट पहिलाको घर फिर्ती कार्यक्रममा 500 रिङ्गेट लिन्थ्यो भने अहिले 520 रिङ्गेट तिर्नुपर्छ। 20 रिङ्गेट योपालि थपिएछ स्पेसल पास भनेर है। 520 रिङ्गेट तिर्ने जरिवाना र त्यो प्रोग्राममा जानुभन्दा अघि त्यो दिन वक-इनमा जस्तो त्यो दिन सिधै जानुभन्दा अघि तपाईँले 14 दिनभित्रको एउटा हवाई टिकट कन्फर्म काटेर जानुहोस्। जस्तो सपोज तपाईँ 20 तारिक होइन 20 जुनमा जाँदै हुनुहुन्छ भने 26, 27, 28 जुनको चाहिँ टिकट काटेर जानु होला है।
14 दिनभित्रको चाहिँ भनेर नियम छ है। तर 5-7 दिन, 8 दिन, 10 दिनको काट्दा पनि हुन्छ, त्यो 14 दिनभित्रमा। तर एकदम भोलि जाने या पर्सि जाने त्यो 2-3 दिन बिराएर चाहिँ नगर्नु होला होइन। कहिले सिस्टम प्रब्लम हुन्छ, कहिले टोकन पाइँदैन। अब यो प्रोग्राममा चाहिँ तपाईँलाई कस्तो छ भने, जुन अनुभव अहिले मैले यहाँ सुनेको देखेको छु, तपाईँहरू कुनै इमिग्रेसनमा जानुहुन्छ बिहान बिहानै होइन, मान्छेहरू 4 बजे 5 बजे बिहान गएर लाइनमा लागेका छन् बसेर है। इमिग्रेसन 7 बजे 8 बजे खुल्छ, तर त्यहाँ लाइन बिहानको 4 बजेदेखि सुरु भइसकेको छ है। फर्स्ट कम फर्स्ट सर्भ, जो पहिलो आएर त्यहाँ लाइन लाग्छ। र हरेक इमिग्रेसनले चाहिँ कुनै इमिग्रेसन ठुलो छ भने त्यहाँ 100-200 जना हुनसक्छ होइन, उनीहरूको एक दिनको लिमिट। र कुनै अब सानो सानो इमिग्रेसन छ भने त्यहाँ 50देखि 100को हुन्छ। त्यही भएर त्यो लाइनमा यदि तपाईँ सुरुमै आएर लाइनमा लाग्नु भएपछि तपाईँको नम्बर आयो। अब अलिक ढिलो जानुभयो, 8 बजे 9 बजे जानुभयो, तपाईँले टोकन पाउनु भएन होइन, तपाईँले भोलिको टिकट काट्नुपर्छ, त्यो